रवि सर नमस्कार। यो मेरो भिडियो तपाईको लागि। बिग्रेको अहिले पनि केही छैन। मन खोलेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सपोर्ट गरेको हो। सपोर्ट गरिरहेको छु, आज पनि गर्छु, भोलि पनि गर्छु, तर म अन्धभक्त होइन। सहीलाई सही, गलतलाई गलत भन्न आउँछ। म त जनअझै अर्काको देशमा काम गर्छु, लडाईको देशमा छु। दिशा पिसाब सबै थो गर्नुपर्छ। मेरो घर बिर्तामोड हो। इन्दिरा राणा मगर क्षेत्र नम्बर 2 बाट जित्नु भयो हो। मैले चिनेको एकजना भाइ हुनुहुन्छ। दिदी अलिकति ब्याज यसो थोरै झन्डाहरूको लागि अलिकति सहयोग चाहिएको थियो, गर्न सक्नुहुन्छ भनेर भन्नुभयो भाइले। भाइले एकै वचन भन्दाखेरि मैले भइहाल्छ नि भाइ, कति जति चाहिएको छ भन्नु न, म गर्छु नि, मैले सक्ने किन गर्दिनँ। म मान्छेलाई, जनतालाई भरोसा र आश छ, म गर्छु भने मैले मन खोलेर गरेँ। मेरो घर नजिकै हो। मैले मम्मीलाई थाहा छैन 27-28 हजार कति पैसा पठाइदिएँ। मम्मीले त्यो ब्याजहरू के त्यो आइसकेपछि बोलाएर मम्मीले गरेर दिएको हो। तर मलाई पछुतो लाग्न खोज्दैछ। म जस्ता धेरै छन्। म अहिले पनि भन्छु बिग्रेको केही छैन। म 10 औँला जोडेर बिन्ती गर्छु, सरकारले हरेक ट्याक्स, कर, हरेक थोक लाउँदाखेरि, हरेक कुरा गर्दाखेरि सबैभन्दा पहिला गरिब र निमुखा जनतालाई मध्यनजर गर्नुपर्छ। धनीलाई होइन, धनीलाई छोडिदिनु होला। सरकार चाहिएको गरिबलाई हो, धनीलाई होइन। सास निमट्ने काम नगर्नु होला रवि सर, सास निमट्ने काम नगर्नु होला। राष्ट्रिय स्वतन्त्र पार्टीसँग अप्सन छ, म अप्सन दिन्छु। मैले जानेको कि सच्चिनुहोस्, सच्याउनुहोस्, जनतालाई आश दिनुहोस्, हामीबाट गलत भयो यहाँ भनेर भन्नुहोस्, होइन भने सकिनलाई तयार भएर बस्नुहोस् तपाईहरू। कि सच्चिनुहोस्, सच्याउनुहोस्, होइन भने सकिनलाई र ठाउँबाट खेदिनलाई तयार भएर बस्नुहोस्। अप्सन छ तपाईहरूसँग। के गर्नुहुन्छ तपाईहरूको विचार हो। हिजोका जस्ता लाटा छैनन् जनता, हिजोका जस्ता लाटा छैनन् जनता। अनि एमाले, काङ्ग्रेस, माओवादीलाई जनताले छुट दियो होला, भोट हाल्नेले छुट दियो होला, ठिकै छ। फेरि अरू 5 वर्ष पछाडि फेरि गर्ला भनेर भन्लान्। राष्ट्रिय स्वतन्त्र पार्टीले सपोर्ट गर्ने र घन्टीले मत दिएका मान्छेले तपाईँहरूलाई छुट दिँदैनन्। कसैलाई पनि छुट दिँदैनन्। छुट दिँदैनन्, कुनै हालतमै दिँदैनन्। कि सच्चिनुहोस्, सच्याउनुहोस्, गरिब दुखी जनताका भावना र मर्म बुझेर अगाडि बढ्नुहोस्। हो, हामी गरिब निमुखाका लागि आएका हौँ। यिनीहरू मान्छे हुन्, हामी मान्छे नै गन्छौँ। यिनीहरूलाई मान्छे हामी नगर्नेमा पर्दैनौँ। हामीसँग पनि मन छ, मुटु छ, दिमाग छ, हामीसँग पनि माया छ। कोही गरिब दुखी रुँदै गर्दाखेरि हाम्रो पनि मन दुख्छ, आँखाबाट आँसु झर्छ भन्ने सम्झिनुहोस्। होइन भने सकिनलाई र ठाउँबाट खेदिनलाई र जनताबाट तिरस्कृत हुनलाई तयार भएर बस्नुहोस् तपाईहरू। के रोज्नुहुन्छ यो तपाईँको विचार हो। पार्टी सभापति तपाईँ हुनुहुन्छ। रवि सर यो भिडियो तपाईँका लागि हो। यो भिडियो तपाईँका लागि हो।